मुस्कान चौधरी बाल अधिकार भन्ने नाराका साथ नेपाल बाल संगठन जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको यस प्रथम जिल्ला सभा तथा अधिवेशन उद्घाटन समारोह कार्यक्रमको अध्यक्षको आसन ग्रहण गरिरहनुभएका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अन्य अतिथिगणहरू, विभिन्न विद्यालयहरूबाट पाल्नुभएका स्काउट ट्रुप, स्काउट शिक्षक तथा यसै विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा सम्पूर्ण बालबालिकामा स्वीकार्नुहोस् नमुना मन्थली नगर बाल समूह सञ्जालको अध्यक्ष रुबिन बोहराको तर्फबाट न्यानो शैक्षिक तथा बालमित्र अभिवादन। विक्रम सम्वत 2079 साल फागुनबाट हामीले नगरपालिका व्यापी रूपमा चाहिँ हामीले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा कार्यक्रम सुरु गरेर हालसालै 2082 साल भदौ 11 गते हामीले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न सफल भएका छौँ। यस अभियानमा हामीले बालबालिकाको नेतृत्वदायी क्षमताको विकास तथा अन्य बालबालिकाहरूको सर्वाङ्गीण विकासको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ र अझै पनि गर्दै जानेछौँ। यही क्रममा आज नेपाल बाल सङ्गठन हामीमा जोडिएर हामी हाम्रो यस नगरपालिकाको तथा यो सम्पूर्ण जिल्लाको सम्पूर्ण बालबालिकाहरूको नेतृत्वदायी क्षमताको विकास हुने खाले आजको जस्ता कार्यक्रमहरू तथा तालिमहरू आगामी दिनहरूमा पनि ल्याउनुहुनेछ भन्ने पुनः आशा राख्दै आजको यस अधिवेशनबाट मनोनित वा निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई सफल कार्यकालको शुभकामना सहित मेरा भनाइ यही टुङ्ग्याउन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।